हेलो हेलो सबैजनालाई वेलकम छ मेरो मिनी ब्लगमा। अनि हामी चाहिँ सबैजना फ्यामिली भएर कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ अहिलेसम्म चाहिँ हामी फ्यामिलीहरूले चाहिँ डिस्कस गर्दैछौँ कहाँ जाने, कस्तो गर्ने, कता जाने भनेर। अनि सबैले हेलो गर्दैछ। अनि त्यसपछि हामी चाहिँ 12:45मा घरबाट हिँडेको थियौँ। हामी चाहिँ भेनाको गाडीमा भेना आउँदा चाहिँ हामी चाहिँ फ्यामिली भएर घुम्न जाने प्लान गरेर अनि हामी चाहिँ जाँदैछौँ। हामी चाहिँ अहिले पोखरातर्फ जाँदैछौँ। भेनाले जता लग्नुहुन्छ हामी चाहिँ त्यतै जान्छौँ भनेर चाहिँ हामी चाहिँ फ्यामिलीहरू डिस्कस गरेर हामी पोखरातर्फ जाँदैछौँ। अनि यो चाहिँ मेरो दिदीको छोरा हो। अनि यो चाहिँ पुरा म पोखरा भन्छु भनेर सबैजनालाई इन्टरटेनमेन्ट गराउँदै पुरा सबैजना हाँस्दै हिँड्दै इन्जोय गर्दैछौँ। अनि हामी चाहिँ सबै दिदीबहिनी हामी 4वटा दिदीबहिनी अनि आमा अनि भेना दिदीको छोराछोरी हुनुहुन्छ। अनि एउटा चाहिँ दिदीको छोराको साथी अनि ठुलो दिदी चाहिँ उहाँ पोखरामा हुनुहुन्छ। अनि दिदीलाई चाहिँ हामी पोखराबाट पिकअप गर्न जाँदैछौँ। अनि यो चाहिँ हाम्रो स्याङ्जा भाल पहाडको भ्यू हो। सबैजनाले सायद धेरैजनाले चिन्नुभएको छ होला। यो चाहिँ हाम्रो स्याङ्जाको बाहिर प्लेस हो। अनि हामी चाहिँ यसरी जाँदैछौँ पुरा। अनि हामी चाहिँ भालपाडबाट यता लागेपछि यो चाहिँ हाम्रो पोखराको भ्यू पोइन्ट हो। हुन त हामी यो बाटो सधैँभरि हिँडिरहेको छौँ, त्यही पनि यो चाहिँ हल्का भिडियो बनाइदिएको एकदम दामी भ्यू देखिरहेको थियो, त्यही भएर चाहिँ मैले चाहिँ भिडियो बनाइदिएको। अनि हामी चाहिँ अहिले छोरीपाटन पुगिसक्यौँ। हामी चाहिँ महेन्द्रपुरमा गएर मेरो ठुलो दिदीलाई पिकअप गरेर चाहिँ हामी चाहिँ त्यसपछि हेम्जाको बाटो लाग्यौँ। अनि हेम्जाको बाटो चाहिँ एकदम राम्रो, एकदम भन्दा एकदम राम्रो रहेछ। अनि त्यसपछि हामी चाहिँ यो बाटो त खासै हिँड्दैनौँ, त्यही भएर चाहिँ हामीलाई यो नयाँ ठाउँमा हिँड्दा चाहिँ एकदम रमाइलो लाग्दो रहेछ। अनि यहाँ चाहिँ नयाँ पुल बन्दै रहेछ। अनि बाटो हेर्दै हिँड्दाखेरि हामी चाहिँ भित्र लाग्यौँ हेम्जाबाट भित्र लाग्दै चाहिँ हामी चाहिँ भ्यू हेर्दै पुरा इन्जोय गर्दैछौँ। अनि यो गेटबाट चाहिँ भित्र जाने रहेछ। अनि हामी चाहिँ जाने ठाउँ भन्दाखेरि चाहिँ पोखरा कन्यान भन्ने छहरामा रहेछ। अनि त्यसपछि भेनाले चाहिँ त्यहीँ लग्नुभयो। अनि यो चाहिँ त्यहीँ जाने बाटो। अनि यस्तो भ्यूहरू साइडको भ्यूहरू त एकदम आनन्द, हेर्दा पनि आनन्द लाग्ने खाले। अनि हामी चाहिँ सबैजना भएर पुरा इन्जोय गर्दै चल्दैछौँ। अनि त्यसपछि हाम्रो गाडी चाहिँ पार्किङ गरेर गाडी चाहिँ माथि जान नमिल्ने रहेछ। त्यसपछि चाहिँ हामी चाहिँ 500 मिटर चाहिँ हामी यसरी नै हिँड्यौँ। अनि यस्तो पुरा रक्सी खाएको मान्छे जस्तो पारामा हिँड्दैछौँ हामी सबैजना। अनि हामी चाहिँ फाइनल्ली यहाँ हामी चाहिँ पुरा गन्तव्यमा पुगिसक्यौँ। यहाँ चाहिँ मेरो दिदीको छोराले भिडियो बनाइदिनु भनेर चाहिँ म चाहिँ यहाँ भिडियो बनाइदिँदैछु पुरा। अनि चरा चाहिँ यति राम्रो हामी त पुरा रुचेर सबै दिदीबहिनी हामी सबै रुचेर चिसो भएर पुरा हामीलाई चाहिँ तर पनि हामी चाहिँ भिडियो बनाउन छोडिएन। अनि हाम्रो यहाँ चाहिँ इन्जोय हुँदा चाहिँ 100 रुपियाँको टिकट लाग्दो रहेछ। हामी चाहिँ अझै टिकटक बनाउन नपुगेर उताबाट फर्केर चिसो हुँदा पनि हामी चाहिँ पुरा बनाउँदैछौँ हामी 4जना दिदीबहिनी। अनि अब त्यहाँबाट फर्किँदै चाहिँ म चाहिँ बाई बाई गर्दैछु। सबैजना जानु होला, रमाइलो छ ठाउँ। त्यसपछि हामी चाहिँ फर्क्यौँ पुरा चिसो कपडामा चिसो भयो भने हामी चाहिँ पुरा फर्क्यौँ। घर गएको म त ज्वरो आएर पुरा घाँटी बसेर चिसो त एकदम लाग्यो। अनि हामी चाहिँ अब चाहिँ घर फर्केको पुरा सबैजनाले भोक लाग्यो भनेर चाहिँ सबैभन्दा धेरै भोक त मलाई लागेको थियो। अनि त्यसपछि चाहिँ भोक लाग्यो भनेर हामी चाहिँ छोरीपाटनमा गएर सबैजना फ्यामिली भएर हामी चाहिँ खाजा खान लाग्यौँ। खाजामा सबैजना खाजा हुनुहुन्छ। अनि हामी चाहिँ घर फर्किँदा चाहिँ पुरा रात परेको थियो, 9 बजिसकेको थियो। यो मेरो मिनी ब्लग सबैजनाले हेरेर साथ दिनुभएकोमा धन्यवाद। अनि सबैजनालाई बाई बाई, गुड नाइट सबैजना।